सर्वप्रथम म सबै रेस्पेक्टेड स्पिकरहरूलाई म धन्यवाद दिन चाहन्छु किनभने यो माथिल्लो स्तरको सोचहरू वैकल्पिक सोचको रूपमा आयो र सबैले यसलाई मन गर्न मेरो आफ्नो कुरा दुईवटा पक्षमा राख्छु। एउटा राज्य सञ्चालनको सबभन्दा मुख्य एम भनेको एउटा वेलफेयर स्टेट खडा गर्नु। वेलफेयर स्टेटमा 3 तहको ग्रुपहरू हुन्छ। 12 वर्षमा 12 देखि 40 वर्ष र 40 वर्षमा यो 3 तहलाई म्यानेज गर्न सकेन भनेदेखि त्यो वेलफेयर स्टेटमा जाँदैन र त्यहाँ जहिले पनि असोसिएट हुन्छ। हाम्रो कन्ट्रीमा यही नै हो। यसको जम्मै कुराको कुरा के छ भने असन्तुष्टि एउटा नेपोलियनबाट सुरु भएको र इनफिजिनबाट सुरु भएको दुईवटा प्रमुख नाराबाट यत्रो रूप लियो र यस्तो गति लियो भनेपछि गभर्मेन्टले अहिले सबभन्दा पहिला यो जेजे ग्रुपलाई कसरी म्यानेज गर्ने भन्ने त्यसमा ध्यान दिनुपर्छ। नौकरी पार्टी पोलिटिक्समा लाएर यो पुरानै पार्टीहरूलाई कसरी व्यवस्थापन गर्नेमा लाग्यो भनेदेखि अर्को यसले रूप लिन्छ जुन यहाँ प्रस्तुत पनि भइसकेको छ। भगवानको चाहना त्यो चिजहरू नहोस् हाम्रो देशमा। यो मेरो एउटा पक्ष थियो भनेदेखि अर्को पक्ष अलिकति जिज्ञासा खास गरी डाक्टर कृष्णहरि वाजपेयीलाई दाजुभाइ दिदीले भनेदेखि त्यसको के रियाक्सन हुन्छ त्यो चाहन्छु म। अब हामी 23 गतेको घटना थियो। 23 गते त्यत्रो घटना घट्यो। प्रधानमन्त्रीजी हुनुहुन्छ अनि 3:30 बजे 24 गतेको 3:30 बजेसम्म उहाँको त्यसपछि मात्रै राजनीति 23 गते उहाँले राष्ट्रिय सुरक्षा परिषदको बैठक दिएर राख्नुभएन र 24 गतेको 3:30 बजेसम्म सेना भनेको आफै आउन थाल्यो भने त्यसले बर्बादी हुन्छ। त्यसैलाई यसलाई सुरक्षा परिषदले पारेको छ। सुरक्षा परिषदको रिकमेन्डेसनमा राष्ट्रपतिले ओके भनेपछि मात्रै सेना बाहिर आउँछ, नत्र आउन मिल्दैन। त्यो आयो भने अन्तर्राष्ट्रिय उसले त्यसलाई समात्छ र यसरी प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषदको बैठक नराख्नु र उहाँले छोडेर गइसकेपछि पनि फेरि राष्ट्रपतिले पनि सुरक्षा परिषदको बैठक नराख्नु यो के कारण? मैले यसमा खाली अलिकति यसमा 5वटा सजिलो सवाल यो सिभिलियन पोस्टमा त के हुनेछ यता आफूले काम गरेन भने भन्ने अनि ऊ पनि नदिने एउटा यो यसको छ भनेदेखि दोस्रो हाम्रो छोटो घटना हो सानो हाम्रो डाक्टर नारायण सरलाई यो अलिकति तल्लो उसमा नारायण सरले के भन्नुभयो भनेदेखि एकचोटि यो जेडीसँग बैठक हुँदाखेरि त्यो बैठकमा त्यहाँ 2टा क्यान्डिडेट बाहिर लिएर जानुहोस् भनेर भन्नुहुन्थ्यो भन्नुभयो। त्यो चिज उहाँहरूले गर्न सक्नु भएन र म पनि त्यहाँ तपाईँ पनि त्यहाँ हुनुहुन्थ्यो भनेपछि त्यहाँ अरू को मान्छे थिए त? ती मान्छेहरूले के रोल खेले? हामीले बाहिर हेर्दाखेरि 2टा चाहिँ के देखिन्छ भनेदेखि एउटाले भन्छ संसदमा विघटन गर्ने संविधान यथावत गर्ने, अर्को चाहिँ मिडियामा त्यति आयो सैनिक मुख्यालयमा हामी राष्ट्रपतिसँग मात्रै कुरा गर्छौँ। यस्तो ठुलो चल्केल छ यो कसरी हुनुभयो होला भन्ने कुरा यसो के ज्ञान छ भने जानकारी पाएको। थ्याङ्क यू सो मच सर।